आदरणीय दर्शकवृन्द, आज म तोली मारुनी समूहका गुरु खड्गबहादुर थापा मगरको घरमा आइपुगेको छु। यो बिहानको 5:30 को समय छ। म किन यो बिहानै आएँ भन्दा उहाँ बिहानै उठेर आफ्नो नित्य कर्म सँगसँगै काममा लागिहाल्ने हुनाले भेट नहुन पनि सक्छ भनेर आएँ र यतिखेर उहाँको चाहिँ दुईजना श्रीमान श्रीमती भएर बिहानको खाजाको लागि रोटी पकाउँदै हुनुहुन्छ एकजनाले, र उहाँले चाहिँ रोटी खाइरहनु भएको छ हैन, बुढाबुढी हुनुहुन्छ। अब उहाँ चाहिँ यतिखेर नास्ता खाएर खाजा खाएर अब आफ्नो काममा लागिसक्नु भएको छ। यतिखेर अब यो डोकोभरि नल हालेर उहाँ चाहिँ घरदेखि टाढा माथिल्लो तोली आफ्नो सिरानमा, यो गाउँको सिरानमा चाहिँ गाई पाल्ने एउटा गोठ छ, जग्गा पनि छ त्यहाँ प्रशस्त। त्यही हरेक दिन बिहान कहिले नल, कहिले पराल, कहिले घाँस, कहिले के बोकेर चाहिँ त्यहाँ जाने गर्नुहुन्छ। त्यसै सन्दर्भमा आज नल बोकेर जाने उहाँको तयारी छ र डोकोमा नल हालिसकेपछि यतिखेर बोक्ने तर्खरमा हुनुहुन्छ। मैले यो सानो भिडियो बनाउँदैछु आज उहाँसँगको अन्तरङ्ग कुराकानी गर्दै। उहाँको श्रीमतीले चाहिँ अचार पिन्दिनुहुन्छ अन्य घर जान परिवारको खाजाको लागि भनेर। अब उहाँले डोको बोकेर अब अगाडि बढ्दै हुनुहुन्छ। म उहाँसँगै केही समय चाहिँ बिताउने कोसिसका साथ आज लागिरहेको छु। म चाहिँ लामो समय पेन्सन रिटायर पछि 20 वर्षसम्म टोलीको एउटा स्कुलमा पनि अध्यापन गराउनु भयो। विशेष गरिकन इङ्ग्लिस र गणित चाहिँ उहाँले इङ्ग्लिस र गणितको विषयलाई चाहिँ निकै फोकस दिएर यो गाउँको विद्यार्थीहरूलाई चाहिँ अगाडि बढाउन चाहिँ उहाँको ठुलो हात र योगदान रहेको छ। मैले उहाँको कुरा गर्दा गर्दा यो नयाँ बनेको रोडको बाटो उहाँलाई चाहिँ मन नपर्ने रहेछ। उहाँ सधैँ हिँडिराख्ने यो पुरानो बाटो, घरेलुको बजारको आडै बाटो, उहाँ चाहिँ यो पुरानो बाटो हिँड्छु भन्नुभयो र सधैँ यही बाटो हिँड्ने गर्नुहुँदो रहेछ। आज यही बाटोबाट उहाँ आज पनि यही बाटोबाट अगाडि बढ्नु भएको छ। यो पुरानो गल्छेडा, यो पुरानो बाटो हो जुन अहिले खनेको रोड बाटो चाहिँ उहाँले चाहिँ कहिले पनि हिँड्दैन भनेर भन्नुभयो। यो चाहिँ अझ रोचकता लाग्यो। उहाँ एउटा आफैमा पुरानो संस्कृति एउटा जोगाउने, बचाउने, गुणगान गाइरहने व्यक्तित्व त हुनुहुन्छ नै, सँगसँगै एउटा बाटो पनि उहाँले चाहिँ प्रयोग गर्दाखेरि पुरानै आफ्नो पालाको बाटो चाहिँ प्रयोग गर्नु हुँदाखेरि आज मलाई फरक खालको अनुभूति पनि भयो। सँगसँगै उहाँसँग अगाडि बढ्दै गर्दाखेरि रमाइलो यो गाउँठाउँ, यो मकैबारी साथै रमाइलो पनि देखिरहेको छ, राम्रो देखिरहेको छ। यो गाउँको चाहिँ माझथर भन्ने, डाँडामाडी थर भन्ने ठाउँमा चाहिँ यतिखेर पुगेको छ। किनभने उहाँको घरबाट निकै माथि नै हो, गाउँको सिरानमै पुग्नुपर्ने हुन्छ। उहाँले बिचमा कोहीसँग यसो बोलचाल पनि गर्नुभयो र अब यो हाम्रो यो उहाँको गाउँको यो चाहिँ माथिल्लो गाउँ भन्ने ठाउँमा पुगियो अहिले चाहिँ। अब यो माथिल्लो गाउँपछि केही समयपछि पर पुगेपछि उहाँको चाहिँ यो गोठ आइपुग्छ। यो घाँसहरू चाहिँ उहाँले काट्ने घाँसहरू उहाँको जग्गाहरू अन्तर्गत यो गोठ चाहिँ उहाँको पर्यो। यो गोठमा चाहिँ उहाँले निकै मेहनत गर्नु भएर सधैँ आफूलाई चाहिँ गाईको दुध खाली राख्नुहुन्थेन रे, तर यतिखेर चाहिँ यहाँ चाहिँ 2टा मात्रै गाई छ भन्ने कुरा चाहिँ उहाँले गर्नु हुँदै थियो। र दुध दिने गाई चाहिँ घर तल्लो घरमा, जुन अघि मैले देखाएको थिएँ त्यही घरमा चाहिँ छ भनेर भन्नुभयो। यहाँ चाहिँ यो अहिले पत्थरे घर भए पनि पहिला चाहिँ यसमा चाहिँ खरको छाना थियो अरे।
अलि पछिल्लो चरणमा उहाँले चाहिँ यो पत्थरी घर हालेर अलि व्यवस्थित गराउनु भएको भन्ने कुरा चाहिँ गर्नुभयो। यस उहाँसँगको आज अन्तरङ्ग, उहाँ चाहिँ एउटा व्यक्तित्व छँदै हुनुहुन्छ, पेन्सनर हुनुहुन्छ, इन्डियन आर्मीमा भर्ती भएर कङ्गो पनि पुग्नुभयो, विश्वयुद्धमा उहाँ चाहिँ घाइते पनि हुनुभयो, लडाइँको अनुभव त छँदैछ हैन। त्योभन्दा अगाडि भर्ती हुनुभन्दा अगाडि मारुनीमा कसरी रुचि बढ्यो भन्ने कुरा पनि हामी अहिले खोतल्ने छौँ। इसी पट्ट गिजन खरे इसी पट्ट नाकु हाले पट्ट इसी कम इसे भरि कमध्यमा नाप्दिछि नि इसे इति मा पट मात्र नाप्दिछि नि फेरि अल्छ गिजन खरे तिङ धेमलाक पनि लामिङ माग्ला अनि बोझिदिनु छ कागती रोप्दियो नि अब 5 लाख मुदाल दिए होसे पहाडी माग्ला पट्ट कुरिकसम्म जग्गाले होसे पट्ट अब इनबारी र इसी मात्रै गाउँ नमाग्यो के माग्नु इसी दासीको गाउनाले साधन बुटा पुनी बुटा आगो छिनिपिन इसी बुटाङ कुलाकर काल्के माग्ले है पहिला त पट्ट झाडा खोलामा उहाँ चाहिँ अहिले असार 7 गते 82 वर्ष पुगेर 83 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। उहाँले धुम्रपान मद्यपान कुनै पनि सेवन गर्नुहुन्न। त्यसैले त उहाँ हरेक दिन बिहान नलको भारी बोकेर उकालो गोठमा र गोठबाट फेरि पनि घाँसको भारी बोकेर तल घरमा सँगसँगै दिउँसो गोठाला पनि जाने गर्नुहुन्छ। उहाँ एउटा समाजको लागि उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। यो उहाँको नियमित काम हो। आज उहाँ पेन्सन रिटायर पछि पनि अहिलेसम्म गुरुको हिसाबमा हुनुहुन्छ। यो लगायत उहाँको स्मरणीय कुराहरू के छन् ती पनि खोतल्ने छौँ। लाग्छु अब उहाँसँग कुराकानी गर्नको लागि है त। कुबाजी नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। आजभोलिको दिनहरू कसरी बिताइरहनु भएको छ? यस्तै गोठाला जाने, घाँस काट्ने। गोठाला जाने, घाँस काट्नेको अलावा अरू सिपहरू पनि छ कि केही? डोको नाम्लो बुन्ने पनि केही गर्नुहुन्छ कि? धाम्ला बाट्ने, डोको नाम्लो पनि आज चोया पाइन्न न त अलिअलि जानेछु। डोको पनि बुन्नुहुन्छ? स्यागु डोको बुन्थे। स्यागु डोको यी यस्तो क्षमता पनि छ। अन्य उनको स्वेटरहरू पनि बुन्नुहुन्थ्यो अरे नि होइन? स्वेटर बुन्ने, जाबी बुन्ने सबै जानेछु। अरू के गर्नुहुन्थ्यो अलि उमेरमा? उमेरमा त मैले ज्यादातर त्यही बुन्ने काम गर्थेँ। अब लाउरे भयो, त्यहाँ लाउरे भएर आयो काफी दिन। अब त्यो पुरुष पनि चलाउँछु मैले। पुरुषले जाली बुन्ने, पछौरा बुन्ने। त्यो लाउरे हुनुभन्दा अगाडिको कुरा हो कि लाउरे भइसकेपछि? पेन्सन आएर। पेन्सन आएर यी सबै गर्नुभयो? आइमेले गर्ने काम सिपसाप सबै जानेछु मैले। पुरुष चलाउने, काँटा चलाउने, लोग्ने मान्छेले गर्ने, अब ढोका स्यागु, धाम्ला बाट्ने त्यो जानेछु। अन्यतिर यो अहिले त छैन, मुर्छुङ्गाहरू बजाउने पनि गर्नुहुन्थ्यो?
मुर्सुङ्गा मैले बजाउँछु। मुर्सुङ्गा पनि बजाउनु? मुर्सुङ्गा अहिले बनाउनै छोड्यो, अब लोप भयो। त्यो पनि बजाउनुहुन्थ्यो? अहिले बजाएर देखाउने छैन, अब लोप भयो। अनि कति सालमा भर्ती हुनुभयो अरे हजुर? म यहाँ 2015 सालमा चैतको महिनामा म भारततिर गएको। त्यसपछि 16 साल पुसको महिना म भर्ती भएको। 33 साल साउनको महिनामा म पेन्सन निस्केर भर्ती भइसकेपछि तपाईँको त्यो जागिरीको समयमा कतिको चाहिने तनाव स्थितिहरू आइपर्यो, लडाइँहरू पर्यो कि विश्वयुद्धहरू भयो क्या होइन हजुरको पालामा? म त 3 पाली परेँ। 3 पाली पर्नुभयो लडाइँमा? पहिले अफ्रिका गएँ सुरुमा। अफ्रिकाको कतातिर? अफ्रिका काङ्गो गएँ। ए काङ्गो पुग्नुभयो? त्यसमा पहिले लडाइँ त्यसमा परेँ। त्यहाँबाट इन्डिया फर्केर आएर पाकिस्तानसँग 65 सालको 71 सालमा पाकिस्तानसँग लडाइँ पऱ्यो। 62 सालमा त खास अगाडि जानु परेन, त्यही म छुट्टीमा थिएँ। हाम्रो पल्टन सबै काङ्गोबाट फर्केर आएको। त्यो 62 सालमा चाहिँ सन् 62 सालमा चाहिँ म लडाइँमा जानु पऱ्यो, अगाडि जानु परेन, तर दुःख त पाइयो ट्रेनिङ गरेर। यस लडाइँमा परेर यस्तो तकमाहरू पनि पाउनु भएको छ होइन? तकमा 10वटा तकमा छ। 10वटा तकमा छ। त्यसपछि पेन्सन आइसकेपछि गाउँघरमा बसाइ सुरु भयो। बाहिर जाने, बाहिरै बस्ने कतै त्यस्तो सोच आएन हजुरलाई? अन्त कतै तराईतिर, अन्त कतै बसाइसराई गरेर जाने त्यस्तो सोच आएन? बसाइ सर्न त मलाई कति पनि सोचै छैन। म त यहीँ जन्मेको, यही जग्गामा तपाईँको जोडाहरू पनि त्यस्तै हुनुहुन्थ्यो कि उहाँहरू कतै बसाइसराई गर्ने पनि गर्नु भएको छ? अब मान्छे मेरो आफ्नो सङ्गीहरू चाहिँ सबै मरे। अहिले हुनु चाहिँ कोही बस्ती गए, कोही कहाँ गएर मरे। मेरो खास सङ्गी चाहिँ यहाँ हामी सँगसँगै मान्छे। अब एउटा मान्छे भने यहीँ मऱ्यो मसँगैको भने। नत्र भने अरू चाहिँ नेपालगञ्जतिर कता सुर्खेततिर बडियातिर कहाँ कहाँ गएर। हजुरको जन्म 2002 असार 7 गते भन्नुभयो होइन? कि जेठ 2003 साल असार 7 गते। 2000 साल असार 7 गते असारको महिनामा। अहिले ठ्याक्कै अब असारको 7 गते 82 पुरा भएर 83मा लाग्नुहुन्छ। थुप्रो आरोह अवरोहहरू चाहिँ झेल्नु भएको छ, थुप्रो प्रतिभाको खानी हजुर एउटा विशिष्ट व्यक्तित्व भएको हुनाले मैले थोरै कुराकानी गर्न चाहेको। अब यो ब्याकग्राउन्ड भइहाल्यो। अब तपाईँले अहिलेसम्म खटिरहनु भएको र जोगाइराख्नु भएको मारुनीको विषयमा चाहिँ म थोरै कुराकानी गर्न चाहन्छु। मारुनीमा कसरी लाग्ने तपाईँको सोच आयो हजुरको? मारुनी नाचमा मलाई चाहिँ सानैदेखि मारुनी नाच हेर्थेँ। अनि अरू नाचेको देख्दाखेरि मलाई नाचौँ जस्तो लाग्थ्यो मलाई सानैदेखि। अनि बाआमा काममा जाने बेलामा म आमाको गहना निकालेर आफूले लगाएर आफू एक्लै हात्तीमा गएर नाच्थेँ। त्यसो गरेर मेरो सोच त्यही थियो कि
अरू नाचेको देख्दा हामी कडा लगाएर नाच्दाखेरि म पनि नाच्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। त्यहाँबाट अरू सामने नाच्दाखेरि अब त्यो प्र्याक्टिस गर्नुलाई चाहिँ आफू एक्लै नाच्थेँ म। भान्सा गर्नु आमाबाबु चाहिँ मेलामा जाने काम गर्नु, म चाहिँ घर भान्सा गर्नु पर्थ्यो। त्यो बेलामा चाहिँ भान्सासाङ गरेर म आँटीमा गएर आमाको गहना त्यो कम्पनी माला भयो, त्यो सिक्री माला ठोक्का बालो लगाएर आफू एक्लै नाच्ने। मलाई लड भएको पहिले। त्यहाँबाट मलाई जब म जान्ने भएँ अनि 14 वर्ष 13-14 वर्षमा चाहिँ मलाई पनि अब मेरो दाइ नाच्नुहुन्थ्यो। हामी 2 भाइ थियौँ, दाइ पनि नाच्ने, म पनि भाइ पनि नचाउनु पऱ्यो भनेर हिसाबले चाहिँ हामी 2 भाइ नाच्न सुरु भयो, मारुनी नाच। त्यहाँबाट मैले त्यस्तो गरी त्यस लड भएर म चाहिँ सानैदेखि गरेँ, मैले नाच्ने कोसिस गरेँ। अब त्यहाँबाट जब ठुलो भएर निकै 13 वर्षको उमेरमा चाहिँ मारुनी नाच्न गयो। अनि पुराना पुर्खिङसँग मैले कोसिस सिकाउनु परेन, मैले सबै ठिकठाक पारेँ, जाने मैले। सबैले कति राम्रो नाचेको भनेर भने। त्यहाँबाट त्यति 2-3 पालि नाचेँ। 4 जग्गामा नाचेँ खास म भर्ती नहुँदै। त्यहाँबाट मारुनी नाच्यो, त्यहाँबाट पत्री गयो, भातले पस्यो। त्यहाँबाट खास म चाहिँ देहरादुनतिर आफ्नो मान्छे थियो, त्यहाँ अब गएर कुली काम गरेँ। त्यहाँबाट पछि दुःख पाएँ त्यो बेलामा। अब काम गर्दाखेरि मेरो ढेरी त कति थियो, 1 रुपियाँ 4 आनामा पनि काम गरियो। अब मैले के खाएँ होला, के लाएँ, के खायो, 1 रुपियाँ 4 आना दिनमा के खायो होला, के मैले कमाएर चाहिँ त्यस्तो किसिमको भयो। मैले लगाउने कपडा पनि थिएन, त्यतिर सबै यस्तो दुःख पाएँ, त्यहाँ खानु पनि पाएन। त्यहाँ पढाइको लागि जानुभएको कि अन्य कुनै केको लागि जानुभएको? भर्ती हुन्छ कि भनेर अरूको पछि गएको, लाउरेको पछि आफ्नो जेठियामाको छोरो थियो, त्यो लाउरे यहाँ छुट्टी आएको थियो, त्यसमा गएको। म खास गरी चाहिँ हामी 2 जना थियौँ। उसको ज्वाइँ जेठाना हामी गएको। ऊ चाहिँ ज्वाइँको चाहिँ आफ्नो साखी पुगु थियो र ऊ पढ्नु पर्थ्यो। म चाहिँ साखी मान्छे थिएँ, आफ्नो छेमा काका बा काकी आमा थियो कि उनी चाहिँ अलि खानु पनि राम्रो पाएन। अब जाऊ पेट पाल्नु जाऊ भनेर म्युनिसिपालिटी गएर काम गर्दाखेरि सानै भएकोमा 15 वर्षको मान्छे के काम गर्न सक्थ्यो, काम गर्न सकिनँ। अब त्यसै सानो ढुङ्गा उठाउने, पानी बोक्ने काम गरियो। त्यो बेलामा त्यसै दुःख पाइयो। अब 1 रुपियाँ 4 आनामा आफ्नो दिनमा 1 रुपियाँ 4 आनाको कमाइ थियो मेरो। अब के खायो होला, के लायो होला, केही पनि यस्तो दुःख पाएर चाहिँ आखिरीमा चक्रोटा भन्ने जग्गामा पुगियो। देहरादुनदेखि त्यहाँदेखि फर्केर अब यसो माथि स्वर्गमा हेर्दाखेरि आकाश फाटेको जस्तो लागेर लौ म त अब यस्तो भयो भने म अब कालीपाडे भरि यतै मरिने हो, जान्छु म त भनेर देहरादुन जान्छु कान्छापासँग भनेर 3 रुपियाँ आफ्नो मेटसँग चाहिँ 3 रुपियाँ माग्यो।
चक्रौडादेखि देहरादुन आउनुको लागि 3 रुपियाँ पर्थ्यो। त्यो बेलामा पागत पनि थिएन, जबरजस्ती आफ्नै कान्छाको पर्ने थियो। ऊ मेट पनि उसँग 3 रुपियाँमा 3 रुपियाँ हातमा पारिदियो। त्यहाँबाट त्यो 3 रुपियाँलाई पागतमा पनि थिएन। त्यहाँबाट हातमा लिएर चक्रौडा बजारमा जङ्गलबारी चक्रौडा बजारमा निस्केँ। त्यहाँबाट देहरादुन आउने बसमा त्यो बेला भाषा बुझ्नु त बुझ्थ्यो, अब बोल्नु नजान्ने। त्यहाँबाट चक्रौडा बजारमा निस्केर त्यो बस आउने जग्गामा बसेर ठुसुक्कै त्यो बेलामा केही पनि थिएन। मसँग एउटा थाङ्नो झोला थियो, त्यसमा एउटा च्यादर थियो। त्यहाँबाट जाँघा पनि फाटेको, त्यस्तो दुःख थियो। हातमा 3 रुपियाँ पक्रेर त्यो त्यस्तै चौकटाको वनबाट निस्केर बजारमा निस्क्यो। त्यहाँबाट बस अड्डामा बस जाने बस्नु, त्यसमा बसेसमा गुरु बसेँ। त्यहाँबाट बस आयो 3 बजे। त्यहाँबाट अरू झरेर त्यसले चियापानी गर्न लायो। म चाहिँ सट्टै चढेँ। त्यहाँबाट क्यालेन्डरले कहाँ जान आयो भन्थ्यो। मैले भने कि देहरादुन पैसा लाओ। 3 रुपियाँ थियो मेरो हातमा, त्यो 3 रुपियाँ दिएँ। त्यहाँबाट टिकट दियो। त्यहाँबाट गएर बसमा बसेँ। त्यहाँबाट रातिको 9 बजे देहरादुन उतार्यो। आकाशमा हेर्दाखेरि छलक्कै भएको। अब त्यहाँबाट देहरादुन बजारदेखि मोड भन्ने जग्गामा जानु पर्थ्यो। त्यो चन्द्रमणि गाउँमा जानको लागि मोड भन्ने जग्गामा जानको लागि 10 पैसा लाग्थ्यो। 10 पैसा पनि मसँग 10 पैसा भन्दा 1 पैसा पनि थिएन। त्यतिकै आफ्नो केही खाम्ला भन्नुहुन्छ, केही लाम्ला भन्नुहुन्छ। केही एक सुरमा देहरादुन बजारमा त्यसो राति 9 बजे देहरादुन बजारदेखि दौड्दै खाली खुट्टा दौड्दै यसमा मोड भन्ने जग्गासम्म गएर त्यहाँबाट आफ्नो पहिले गएर बसेको जग्गामा गएँ। त्यहाँबाट क्षमा बाबुले चाहिँ खास गरी क्षमाले कान्छा राख्याले खाएको मुना देनाङ मामुन्डी छ गारामा दिदी पर नु कान्छा बाई चाहिँ नु बाबु चाहिँ मेरो कान्छा गारा माला नाङ चाहिँ जे चाहिँ माम्ले चाहिँ फेरि ढेङ्गा त भने। त्यहाँबाट कान्छा बाइले ओ मन्दिर कोठामा गएर सुत भने। त्यहाँबाट मन्दिर त्यो जहाँनिर पूजा कोठा थियो त्यहाँ गएर सुत्यो। एउटा बोरी बिछाएर मसँग खाना खाएन भन्थ्यो। बाबुले म खाएको छैन भने। त्यो बेलामा त्यो दिनमा खास गरी मैले एउटा त्यो मकै पिठो यसो डल्लो पारेर पानीमा नुन पानी उमाल्यो, त्यसमा गाडेर हो त्यस्तो खानु पर्थ्यो हामीले। त्यो एउटा आफ्नो भागमा एउटा डल्लो त्यो पानी रोटी बनायो, त्यो हाल्यो। त्यहाँबाट झोल पानी खाएर मात्रै बाँच्नु पर्थ्यो हामी। त्यो बेला खानु थिएन। पछि त्यस्तो गरेर म देहरादुन आयो। त्यहाँबाट बाबुले त पढ्नु जा भाइहरूसँग भन्थ्यो। क्षमाले पढ्नु गएर के गर्छ र, अब के गरेर पाल्छ र, नोकरी गरेर पेट पाल भन्ने कुरो भयो। त्यहाँदेखि त्यसै बसिरहेँ। त्यहाँबाट देहरादुनबाट कसरी निस्किने हो नेपालगञ्ज भन्ने किसिमको बाटो क्या। त्यहाँबाट दाइले पनि पैसा पठाइदियो, म भर्ती भयो। दाइले पनि पैसा पठाइदियो, उसलाई खर्च पनि भएको थियो। तर त्यो बेला म भर्ती भएँ। अब उसको महिना फेरि भर्ती भएँ। भर्ती भएर बल्लै 59 साल त्यो
अङ्ग्रेजी महिना 59 सालको डिसेम्बर 27 गते भर्ती भयो। त्यहाँबाट अब यहाँसम्म आउँदाखेरि 76 सालमा पेन्सन निस्केर अहिले अब त उमेर पनि पुग्यो। अब त त्यसपछि मारुनीलाई फेरि सुरु गर्नुभयो। मारुनी अब घर आएर चाहिँ मैले पहिले नाचेको, त्यहाँबाट म गुरुहरूले गाउँका मान्छेले पहिले नाचेको मान्छे अनि गीताउनु आइज दाइ मेरो जेठी आमा छोरो गुरु थियो, उसले जाम भनेर त्यहाँ गीताउनु लाग्यो। गीताउँदाखेरि दाजुभाइहरूको स्वर पनि मिल्यो, मेरो अनि धागो पनि राम्रै थियो। त्यहाँबाट पछि त ल जानै पर्छ भने हिँड्यो। त्यहाँबाट पछि त गुरुहरू पनि सब मऱ्यो। आखिरमा पछि आजभोलि त मारुनी नाच चलाउने नि मै छु। अब लोप हुँदै गयो। अब सङ्गीहरू पनि एकता छैन हाम्रो, अब सङ्गी पनि छैन। अब एक चरण चाहिँ मारुनीले राम्रो भन्नाले मारुनीमा यहाँ चाहिँ एक चरण चाहिँ धेरै मान्छेहरू चाहिँ अग्रसर भएको कुरा सुनिन्छ। दुई टोलीसम्म बनाएर पनि तपाईँहरू चाहिँ एकैचोटि चाहिँ त्यस्तो नाच लगाएर पनि जान सक्ने स्थिति पनि भन्नुहुन्थ्यो। त्यो मान्छे धेरै जनशक्ति जस त्यतिकै धेरै थियो एक चरण, होइन? त्यो बेला पुरै गाउँमा नाच्ने मान्छे पनि थिए, गीताउने मान्छे पनि, बजाउने मान्छे सबै। दुई टोली भएर पनि तपाईँहरूले यस्तो सबै कामहरू चाहिँ भ्याउनुहुन्थ्यो? दुई जग्गामा कति पालि एउटा अब कथामा नाच उडाउने चलन थियो त्यो बेलामा। आजभोलि त कोही थाहै गर्दैन। त्यो बेलामा नाच जुट्यो भने लौ उसले आफूहरू चाहिँ पुरानो एकपट्टि भएर जाने, अनि मलाई चलाउनु पर्ने गर्दाखेरि नयाँ टोलीलाई हजुरले लिएर जानुहुन्थ्यो? नयाँ टोली ल अब म टाढा चाहिँ म जान्थेँ, गाउँमा चाहिँ बुढाहरू बस्थे, त्यसो गरी नाच चलाएँ। पछि फाइदा पनि हालैमा तकरिबन 1,05,000को चाहिँ उठेको थियो। तर यहाँ त्यस्तै भयो, लङ्ग बिलङ्ग पैसा ऋण लगेर चाहिँ त्यो मान्छे मरिगयो। कोही कहाँ गए, कोही धेरै जस्तो मान्छे चाहिँ त्यस्तो भयो। फेरि पनि अहिले हालको चाहिँ सरकारमा अलिकति 18,000 जति छ अहिले। अब नागुङ कुरा जाट्न त इनाङ साथ दिन माले धेरैले कुरा नागुङ जीवनाङ हिकाम जाटा देछ कुरा त अब इन्छ छोटो बसाङ अब पुरा सेकेर सेटाकी पनि मायाकले अब मारुनिङ लैसपछि मारुनियो निस्टिम छान्न भएको छ बखटाङ नयाँ टोलियो अगुवा जाट्न नाको जब भा वाटिङ होडा नाको गुरु नै छान्न भएको छ होइन। हटिङ लिङ्गे चाहिँ पहिला हटिङ लिङ्गो लागि हसे टिम भाछपछि गुरु छान्छाले हजुर। अब जब गुरु भूमिका जाटके एक्लै देमा टिम भाग्छ खास गरी म छाना ढाङ अबैलाङ जति पनि गुरुको ल्याए यसको अब पुरानो जमाना भरिको लेखापढी माग्छ। अब मेन ज्योतिषी काम वा जोशी काम वा छ। अब 2-2 4 छान्ने देमा जोडीमा त रिक्न तानाके मावा छ। अब 5 रुपियाँ 10 रुपियाँ
सो चाहिँ उसको चाहिँ जमाजातमा शिक्षणादेखि मावछ उहाँ फेरि पल्ट लाउरे खान्छ भन्ने वहीँ कसो वाच कुटो छाना सजिलो छैन अब नाचाङ यता अब अन्यखि अब पछि यसले मेमोरी चाहिँ दान जातले 40-50 रुपियाँ 10-12 रुपियाँ लामो 40-50 रुपियाँ चाहिँ याद छ उसको चाहिँ जम्मा जातमा ओरा जान्छ चलाउन ल्या ओरा जान्छ बखताङ उस जातले अब खास अब 33 साल नै जिङ्गा पेन्सिल जात भित्र साउनलाई तारा अब असल जिङ्गा सब सुरु थाना नाच त्यो ओरा जान्छ बेलाङ पुसो महिना ओरा झ्याउला अब ओरा जान्छ भने पैसा अब वाक्लो जाने पैसा दिने निस काट इमा सदस्य अनि निस गुरु सँगाके लो चटी लाउरे हेर्ने कानी ये नि उसी हिसाब जाके वारन दिने आगे होटिङ कुरा अब फल्नु कठाङ दिने लो इसीमा नचन छ्यामा चाहिँ लामा तापने पैसा दाउने उसको आँखा त लिदिने जान पागताङ सिक्छ पागताङ अब रक्सी गाड नाच बिदा खान्छ बस्न रक्सी गाड क्या चल्न अब गाडेर पैसा चाहिँ खुसी उसले आचेन लाङ पागताङ कहाँ अब भाषा कुला भाटा कि थाहा त मान्छ के यता र आना र हिसाब जात्ने कासे 50 सम्म उसले पैसा चाहिँ वाक पाके आना नबिलाइ वाकमा मराका अरे कागज मना छुरु हान सोड्ने गोरा ज्याउला बिलाङ मार्क मात्रै वाक लोके मात्रै कासे 50 सँग चाहिँ वाक लामा भुचा लोमा राख्ने गोरा ज्या होटिङ अब मैले के वाच हिसाब जातको वाच होसी जात्न न अब बेसरी चम्कडिसा अब नाच भाक्न निस जग्गा कथा साना चाहिँ निस जग्गा काने नाच आला अब 40-50 रुपियाँ ल्या अब हिसाब किताब जातके मात्रै वार्च मात्रै भन्दा पनि अझ नागै ढिङ्के पनि हेक्ले लिडर जातके अब उता गुरुको काम जातके हेक्ले देमा पनि छाना विश्वास अब मैले वाच अब अरूलाई अरू माया मोहब्बत माछा नि मारुनी नाचा चाहिँ कोही भगवान नाम मात्रै छान्ने कानुला अरू कुरा माछान्ने अब उसले चाहिँ अब मेहनत प्रति खाने कुटो छाने नै अब जस्तो सुरु ट्याङ पनि भिडियो जान दियो भने अब जब कानुन कोही पनि कथा पहिलो जमाना हिसाब कथा कहानी अब जस्तो कि कृष्ण चरित्र चाहिँ महाभारत कथा लेख पत्तो कुरो छान्ने कृष्ण घाटना राधा कृष्ण छान्ने अब रामायण फेरि सीता राम लक्ष्मण कहानी पत्तो कथा छान्ने उसी मुताबिक आन्ने अब सुरु ट्याङ फेरि उयो जयसिंह राजा सुरती रानी कथा छान्ने अब उसी किसिमले खास काने वाच कानु लागा चाहिँ हुन्छ नि त्यसोलाई इसी कथाको पहिला
किताब प्रश्न थाहा छान्छ अलि कि बुढापाकाकै लिङ चाहिँ लिङकी सुरु कुजान जाटा हो सुरु यसोकै अब मैले अब रामायण वेदको प्रश्न अलि कि अब बेटिङ सिक्न यसोकै अब कुजान सिकाइदियो अब जस्तो कि रामायण चाहिँ 18 काण्डको मेमेले काण्ड छ नि अब मुताबिक चाहिँ अब रामायण बुक महाभारत चाहिँ बुक चाहिँ हुँदैछ बुकले चाहिँ कोही संस्कृत कोही नेपाली कोही हिन्दुस्तानी भाषा पत्त मोल जान्ने अब ओलाङ कथा कुन चाहिँले होसी मुताबिक चाहिँ बिचबिचाङ लिङ कहानी राखा अब आखिर कहानी खासा लिङ खासा लखसेले अब बुढाको हुन्छ जाटा बुढाको हो जाटा अब होस बेला अरू चिज नै के अरे बुढा खाँदै इटोको आले इटो कानुला जति मारुनी नाचको उसले मेमेलो कानुला अर्थ मेलो मेलो लय अर्थ छान मेमेलो लय छान माखाटले बजाएर माखाटले लिङ लय र माखाटले कानुलाङ इज्जत आल्ले अब आस्कार तर्किन आल्ले मेमेलो छानुसा पट्टौँ चाहिँ त अब पट्टो अब युट्युबमा बस्के खातले इन्टरनेट होइन अब गाने सुरुटी हतार छिन चाहिँ कमेटीको अब इसी चाहिँ शान्ति पर्छ अहिले अब पुरा अब त्यतै नै अब 7 दिनसम्म लिन छ महाव्यास अब कथा पुरा जातिमा आएका अब माइलाङ अलिअलि झल्को अलिअलि चाहिने सम्झनाको लागि थोरै कोसिली लख मात्रै खास त छैन अब ठिकैले कथा कहानी भित्रियाङ आन्क्यालदेङ त अब मावेली धेरै नै जस्तो छैन समय होइन फेरि काट अडियो खास नै सम्भव र माले अब मार्च काट लिङ सिके बसा कुन चाहिने मारुनी टुक्का छान्ने या रामायण छान्ने या काट मार्च नाको हेच्चे जान्न काट लिङ चाहिँ सेटाके बसा अब ये बन्धन अनि गदा नाच आनी नाच भरिको अब नाचे तानी नाचे चाहिँ आनी पहिले सुरङ चाहिँ गदा छाक्सा कुरा खाने बन्धन दिएपछि अथिङ बन्धन बिहान अब कुटला कान्के स्याके जेनङ अब बिलङ चरित्र पनि ओलाङ्नले रामायण पनि होस् न त सुरङ चाहिँ काने इतो जात्न ढिङले अब इटिङ चाहिँ अब राम र कृष्ण बिसान्छ आफूले है रामको नाम लिउला मेरी प्रभु जय रामको नाम लिउला रामको नाम लिउला मेरी प्रभु जय रामको नाम लिउला इसी चाहिँ लगौरे दिले अब चरण लाज बठाइदिने ए बिहान जपौला हरिजीको नाम ए साँझै जपौला रामजीको नाम रामको नाम लिउला मेरी प्रभु जय रामको नाम लिउला
इसी लिङ अनुसार मादलो तालले नि इसी ताल पनि होसे पहिला बाजे बराजकै नै होटिङ न गाँचै राख्छ ताल न लेकी चाहिँ समरी फरक फरक छान्छाले ताजा होस् अहिले अब कुचे पाका पहिला इंच गाके पसले देउ ताल खटक्छ भर्नु गुस्याउले थाले नाको के चाहिँ ओइ रामबहादुर सुनारे जातेसी इना चाहिँ मैं देनालाई भएछ तालले खेले कुसी बेला कुजातले पत्ता थाले चुना कान्छ चाहिँ नाको ताल सम्बन्धी कुजन ज्ञान छैन पहिला इसी ढिङनाङ न थाहा छन् चाले लिङ चाहिँ लिङेन मादलो ताल इजार गाए पछाडि देम देले अब लिङ कुलागा नि ओसे लिङ चाहिँ कुन चाहिँ गाके कुन चाहिँ अब एला गुरु चिया अब मै कुजाला ढ्याङ अब लिङ छिगा नि अरे ओसी मुताको लिङ छिने मादलो गुरु चाहिँ गाले अब तालले चाहिँ कुछ बेला कुन चाहिँ तालले कुछ बेला कुन्तो गाल क्या ओसे मादल तालाङ छ नि स्याच बल्लै खाटले बनाएर पछि रक्सी गाउँमा लिन्छ पर्छ कति लिङले अब कानको चाहिँ अब बुढास्न अब थाहा छैन उहाँ पहिला चाहिँ राहुला अब सिनिमिन दासा अब सुरुट्याङ भने पुरा आखेट्याङ आसाना अदिजानमा पनि सेन्द्र माइका मालिङ चाहिँ भर्यो आसाना क्या खाना आसाना अदिजान पनि बेगार छ कोलाङथुङ म स्वर आखेट्याङ काथाङ स्वर न ठ्यापै बन्छ न अब बेला अब गाँखा त लिन्छ पुरा वाच ल्याङ आसाले अब लाउँ यहाँ अलमोस्ट त भरि च्याक दास्नेले क्या धेरै धेरै पाचाको साना अब बिरुजीले अब रक्सी गाचा पनि कापी गरी लिनेले रक्सी मागाना चाहिँ बिबिस किनेको अब मभन्दा गुरुभन्दा सोह्र अगाडि आना ड्याङ लिजा ड्याङ बेगासले तालमा राख्ने अब सुस्तर लिन मावारले सानो स्वर पनि छान्के बस्नु छ अब आगामी दिन अब राजु दिनाङ इसे मारुनियो भविष्य माले दिले है अब कि ढ्याङ बुढापाकाई मायाका ढ्याङ नयाँ पुस्ते चाहिँ इसी चाहिँ धानके मायाले देचु कुराले नि इसी कुन चाहिँ हाले इसी हुन्छ न छान्छ न आन्चाले हैन हुन्छ न छाटले अब कुटु छान्ने अब चाहिँ आँखा त जो सुरु त्यहाँ जो आँखा त लिने आवश्यक चाहिँ भाटाले चाहिँ पछि दसैँ मन्दिरको राली दिइहाल्यो अब पछि गिन्ने अब पूजा चाहिँ जातिनेले अध्यक्ष इमाङ 8,050 रुपियाँ रुपिस इमाङ अध्यक्ष इमाङ काल्डा त्यहाँ माग्नु फेरि नरेश मिजार इमाङ 5,000 त यामै पहिला 8, 5, 13 अनि पहिला 30,000 न 18 त आम्ने मैं सगर जम्मा जान्दा पनि अब उसो सन्तोष सिंह रानी आँखा लिन्छ उसो रानी उसो लिन्न लेखले ढाङ अब अरूको चाहिँ नागले त मात्रै हाले अब कानके चाहिँ काले भएको पनि हुन्छ नि कानमा भयो भने अब मगरको पनि उयो मगर र जातबाट कुरा ठिक नै छैन हो जान अब दलितले धेरै जति उसो दुःखले क्या अब हजुर होस् मारुनी अब हिजो भविष्य माले माल अब नयाँ पुस्ता मिजाको माइकले अब इसी कहानी काकिन माइकले इसोको वेद दिएछ थाना माले रामायण दिएछ महाभारत दिएछ छन भोटिङ राजको कुरा अब पुस्तान्तरण छान्छै रानङ अब नयाँ पुस्ते चाहिँ माइकले लहले हैन आए लह माले यहाँ 84 जाखनो भने पनि 84 जातको कुराले खोलासम्म नाग पानी र
84 जातमा बिलाङ मगरको चाहिँ मगर छिटाको चाहिँ नयाँ गुरु इमाङ स्याके गौइमान स्याकेले गौइमान नाग स्याके माग साना ngamalda naga mawacho apa ngowi mana ngale kijan siak dite sore si jatsa bokhtang demena उहाँलाई आफूले लामो समय काम गरेको नेतृत्व गर्दै आइरहेको यो मारुनीबाट टाढिनुभन्दा पहिला आफू 84 वर्ष पुगेको अवसरमा 84 पूजा गर्ने र त्यो गर्ने बेला सबै मारुनी टिमले र अलिकति नयाँ पिँढीले चाहिँ आफ्नो घरमा मारुनी नचाउन सक्ने गरी तयारी गर्न सकेको भए खुसी हुने थिएँ भनेर उहाँको चाहिँ इच्छा पनि मैले थाहा पाएँ। जे होस् उहाँको लगावले गर्दाखेरि अहिलेसम्म चाहिँ मारुनीमा चाहिँ जे जति प्रगतिहरू भए तर आगामी दिनमा चाहिँ यसको चुनौतीहरू निकै छन्। अब नयाँ पुस्तामा यो मारुनी पुस्तान्तरण गर्नमा निकै नै समस्या पनि छ। उहाँसँग कुराकानी गर्न थाल्यो भने त दिनरात समय बिताउँदाखेरि पनि उहाँको दुःख सुखका कुराहरू सकिने जस्तो मैले ठानिनँ, किनभने उहाँले थुप्रै कुराहरू भोग्नु भएको छ, थुप्रै कुराहरूमा अनुभूतिहरू उहाँसँग मतलब सँगालिएर बसेको छ। त्यो सबै अनुभवहरू दर्शाउन त एकैचोटि सम्भव पनि छैन। यो छोटो मिठो अन्तरङ्गका कुराकानी आज यहाँहरूको माझमा मैले प्रस्तुत गर्ने जमर्को गरेँ। तपाईलाई कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन पनि नभुल्नुहोला भन्न चाहन्छु। अझ मनका कुराहरू खुलाउने उहाँको इच्छा थुप्रै त्यो आकांक्षाहरू मैले प्रष्टै देखेको थिएँ, तर पनि मैले यत्तिकैमा आजको यो हाम्रो कुरालाई बिट मार्ने प्रयास गरेँ। यो पुरा भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै आजलाई यो प्रस्तुतिबाट म बिदा हुन्छु। हवस् त, नमस्ते।